नमस्कार, म दीपक नेउपाने। यति बेला हामी सैनामैना नगरपालिका वडा नम्बर 9 को बरपानी सामुदायिक उपभोक्ता समितिमा आइपुगेका छौँ। विशेष त गर्मीयाम लागेसँगै विभिन्न वनमा डढेलो लाग्ने र आगजनीका घटनाहरू पनि भइराखेको हामीले यहाँ सुनिराखेका छौँ र विभिन्न वनहरूको गतिविधि के छ भनेर बुझ्नका लागि विभिन्न उपभोक्ता समितिका पदाधिकारीहरूसँग कुराकानी गरिराखेका छौँ। यसैबीचमा बरपानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चन्द्रकान्त अर्याल हामीसँग हुनुहुन्छ। यो वनको गतिविधिका बारेमा संक्षिप्त रूपमा उहाँसँग केही कुराकानी गर्नेछौँ। यहाँलाई स्वागत छ। हजुर नमस्ते। आरामै हुनुहुन्छ? हजुर सर, आरामै। बरपानी सामुदायिक वन उपभोक्ता समितिको तपाईँ अध्यक्ष हुनुहुन्छ। यो वन उपभोक्ता समिति मार्फत के कस्ता काम भइराखेका छन् र यो वन संरक्षणका लागि यहाँले के गरिरहनु भएको छ? यो हाम्रो वन म 2078 साल माघ 15 गतेबाट यस वनको कार्य समिति यहाँको अधिवेशनबाट म अध्यक्षमा चयन भएको थिएँ र यस वनमा अस्तव्यस्त भएको देख्दाखेरि म भर्खर रिटायर लाइफ, म भारतीय सेनाबाट रिटायर भएर म नेपालमा बस्दै गर्दा आफ्नो गाउँ बनाउनुपर्छ, आफ्नो समाजमा केही गर्नुपर्छ भनेर म भर्खर नेपालमा टेकेको बेला मलाई यो वनपट्टि हरियो वन नेपालको धन भने चाहिँ यो हरियो वन हाम्रो वन अस्तव्यस्त देखेको हुँदा म यस वनको एउटा नेतृत्व गर्नलाई यहाँका जनताले मलाई अध्यक्षको गरिमै पद जस्तो दिएर मेरो काँधमा एउटा जिम्मेवारी दिनुभएको थियो। त्यसपछि म लगत्तै यस वनलाई कहाँबाट कहाँसम्म छ त यो वन, हाम्रो यो बरपानी सामुदायिक वन भनेको के हो त र हाम्रो वन अहिलेसम्म किन चिन्निन, अगाडि कसैलाई थाहा छैन त भन्ने कुराहरूलाई मैले खोज्दै गएँ। अनि हामीभन्दा अगाडिका मभन्दा अगाडिका अध्यक्षज्यूहरू उहाँहरूले यस वनलाई दर्ता गरिदिनु भएको थियो र कार्ययोजना त्यतिखेर फेल भएको थियो। फेरि पनि उहाँहरूले एउटा बाटो देखाउनु भयो। देखाएको बाटोमा हामी हिँड्दै र हामीले यसलाई अझ अगाडि राम्रो बनाएर यसलाई चिनारीको रूपमा लैजानुपर्छ भन्ने उद्देश्यको साथ मैले यसलाई वन कहाँ छ, कसरी छ, के अवस्थामा छ र यसको कसरी हामीले लाभ लिन सक्छौँ भन्ने कुराहरूलाई मैले खोज तलास गरेँ। कार्य समितिसित बैठक बसेँ अनि यसको बारेमा सब डिभिजन कार्यालय रनौरा मुर्गियासँग सल्लाह गरेँ अनि डिभिजन वन कार्यालयसँग यो कसरी गर्ने त, यसको हाम्रो वन अहिलेसम्म न यसको टाँचा छ न यसको खाता छ, यो बरपानी सामुदायिक वन भन्ने कहाँ छ त भन्ने यो हामीले कसरी अगाडि लैजाने भन्ने कुरामा म झकझकाउन गएँ। म लाउरे भएको नाताले हामीमा एउटा इमान्दार यो काम गर्नुपर्छ भन्ने एउटा लाउरे एउटा रिटायरको जुन जोस जागर चाहिँ वनको यो मुहार फेर्नुपर्छ भनेर लाउरे पाराले नै यहाँले काम गरिरहनु भएको छ हो। लाउरे भनेर लाउरे सिस्टममा जान खोजेको हुन्छ। आर्मी भनेको एउटा सिस्टमलाई अँगालेर हिँड्ने हो। त्यस कारणले गर्दा म लाउरे सिस्टमसँगै मैले यसलाई यो सिस्टममा वनलाई लैजाउँ न त भनेर मैले यसलाई छपान कटानतिर पनि म लागेँ। म माघ महिनामा लिए पनि त्यसपछि मैले हर बुद्ध वैशाखमा मैले पहिलो कटानी पनि ल्याउन सफल भएँ छपानसहित। र यहाँको उपभोक्ताहरूलाई काठ दिनको लागि यो के छ त सिस्टम, म त भारतमा बसेको मान्छे, म सिस्टम नबुझेको मान्छेले सिस्टमलाई फलोअप, नेपालको सिस्टम फलोअप गर्दै जाँदा मैले यसलाई पनि यसलाई राम्रो बनाउन सकिन्छ, यसलाई यो वनलाई छटाई कटाई र यसका बुढा रुख निकालेर ढलेपडेका निकालेर यहाँका उपभोक्ताहरूलाई लाभ दिन सकिन्छ भन्ने यो कुराको मैले महसुस गरेँ र म सबै सल्लाह गर्दै उपभोक्ता समितिहरूसित काम गर्दा मैले यो बरपानी सामुदायिक वन अतिक्रमणको दायरामा ज्यादा भएको देखेपछि कहाँ छ त यसको GPS पोइन्टहरू कसले लगाएको त भन्दा हामीभन्दा अघिल्लो भन्दा नि अझ अघिल्लो 68 सालमा हाम्रो GPS लगाएको, हामीसित कार्ययोजना 73 सालमा मभन्दा अघिल्लो अध्यक्षज्यूबाट संशोधन गरी अगाडि बढाउनु भएको थियो र त्यस कार्ययोजनाको आधारमा मैले यस क्षेत्र कहाँ कति भूभाग छ त 76 हेक्टर त भन्ने 76 हेक्टर भनेको कति हो त भनेर मैले नगर, वार्ड, पुलिस र सब डिभिजन वन कार्यालयको सहयोगमा यसलाई मैले डिमार्केसन कहाँदेखि कहाँ हो भन्ने कुराको गरेर म पिल्लर बनाई, सिमेन्टेड पोलहरू बनाई। यहाँ मैले एउटा चौकीदार वन हेरालु म आफ्नो गोजीबाट पैसा दिएर सुरुमा मैले यहाँ
एउटा चौकीदार राखेको थिएँ। हर ठाउँमा डिमार्केसनको पोलहरू गाड्दै गाड्दै गरेर यसको क्षेत्रफल छुट्याएपछि हामीलाई यो वन कहाँबाट कति छ भन्ने, अनि यो रुखहरू लाथ्रा ज्वाइँ लाथ्राहरू काटिदिने, यो काट्न हुन्न है भनेर खबरदारीमा म गएँ र हाम्रो वार्डभन्दा बाहिरको मान्छेहरूले यस वनलाई युज गर्नको आउँदाखेरि कोही पनि आउँछ भने यसलाई दस्तुर लिनुपर्छ केही भनेर यहाँ पात टिप्न आउनेहरूलाई पनि 50-100 को दरले लिएर यस वनमा अहिले लाथ्राहरू जो जथाभावी कटिङबाट रोक्न सफल भए र अहिले यो वन आज मन्त्रालयसम्म पनि अहिले चिनारी सबसे अगाडि यो वन बरपानी सामुदायिक वन के हो त भन्ने कुराहरू अगाडि बुझाउँदै अहिले सबैसित चिनाउन सफल भएको छ। जस तपाईँ नेतृत्वमा आइसकेपछि यो वनलाई व्यवस्थित बनाउँदै अगाडि बढाइरहनु भएको छ, यस क्षेत्रका उपभोक्ताहरूको मन चाहिँ जित्नु भएको छ भन्न खोज्नुभयो। जस्तो अहिले चाहिँ विभिन्न वनहरूमा चोरी हुने, काठहरू तस्कर हुने गरेका समाचारहरू पनि नबाहिरिएका होइनन्। यहाँले ती कुराहरूलाई यो वनको अध्यक्ष हुँदै गर्दाखेरि त्यो कुरालाई कसरी व्यवस्थित गर्नुभएको छ, कसरी अनुगमन गरिरहनु भएको छ र आम उपभोक्ताको मन अझै कसरी जित्न प्रयास गरिरहनु भएको छ? यो वन चोरी निकासी हुने वन पहिलादेखि नै चोरी निकासी त भइरहेको थियो होला, तर हाम्रो वन ठुलो रुखहरू नभएको हुँदा लाथ्रा काटेर लैजाने, यो सानो भारी जस्तो गराएर बोक्ने चलन थियो। यस वनमा आएपछि हामी रात दिन खटेर यस समितिबाट हामीले सहयोग लिएर हाम्रो समितिको टिम बनेर अनि हेरालुलाई ड्रेस, आर्मीको जस्तो ड्रेस तयार गरिदिएर उहाँ हेरालुलाई वन रक्षक हो है भन्ने एउटा सन्देश फैलाएर हामीले यहाँबाट चोरी निकासी यस वनबाट बन्द भएको छ र यहाँका जनताहरूलाई अलिअलि त असन्तुष्टि कहीँ पनि हुन्छ, 100 मा 100 कोही पनि हुँदैन, तर के छ अलि छेउछाउमा भएको कोही ठाउँमा GPS तलमाथि भएकोमा अलिकति दुःख त मान्नुभयो होला, तर सबैको लागि लाभदायक के छ यो वन बचाउन सबै उहाँ छेउमा बस्नेहरू सबैहरू उहाँहरूकै मातहतमा र उहाँहरूको सहयोगमा हामी आज यो वनलाई यतिको हराभरा देखाउन सफल भएका छौँ। जस्तो यहाँ हामीले देख्यौँ यो पार्कहरू पनि व्यवस्थित रूपमा र एउटा पिकनिक स्पोट पनि बनाउने तयारी गरिरहनु भएको रहेछ। जस्तो यहाँ पानीको व्यवस्थापनदेखि लिएर अन्य सडकको पूर्वाधारका कुराहरू पनि भर्खरै व्यवस्थित बन्दै गरेको हामीले पाएका छौँ। आगामी योजना के छ? यो वन चाहिँ यो नगरकै एउटा चाहिँ उत्कृष्ट बरपानी सामुदायिक वन हो भनेर प्रमाणित गर्नका लागि आगामी योजनाहरू के बनाउनु भएको छ? हामी यो वन हाम्रो हाइवेदेखि नजिकै 500 मिटरमा उच्च चुरे जस्तो ठाउँमा रहेको र यहाँबाट पारिपट्टि पनि गाउँ भएको, वारी पनि गाउँ, बिचमा एउटा अक्सिजनको पनि अभाव नहोस् भनेर बिहान उठ्दै हरियो देखियोस्, आँखा पनि फ्रेस होस् भन्दै हामीले यस वनलाई बचाउनु पर्छ भनेर हामी लागेका छौँ र हामी घोल्सा नहरहरूमा हामीले बाँसका गाँजहरू लगाएर र यसलाई बचाउन एकदम अगाडि लागेका छौँ र यस ठाउँमा हाइवेदेखि 500 मिटर यता एउटा उच्च ठाउँमा पार्क, मान्छे मुड अफ भएर हिँडेको बेलामा पनि कुनै ठाउँमा गएर फ्रेस हुनुपर्छ भन्दै हामी आफै भौतारिरहेको बेलामा यस शान्त रमणीय ठाउँमा आएर एकछिन एक्सर्साइज गर्न परदेशबाट हामी एउटा सानो बजेट लिएर यहाँ पहिला हामी 2टा टहरा बनाएका थियौँ पिकनिक स्पोटको लागि र अहिले फेरि हामी सबै मिलेर वार्ड र यहाँका स्थानीयको सबको सहयोगबाट परदेशबाट सानो बजेट लिएर हामी अहिले यस वार्डको सेन्टर पोइन्ट यस बरपानी पार्क भनेर नाम राखेर यसलाई सबै मान्छेहरू यस ठाउँमा आउनुपर्छ, यसलाई उज्यालो सबै ठाउँ हामीले यसलाई राम्रो सन्देश पठाउनुपर्छ। बाहिरको मान्छेले हेर्दाखेरि आहा यो गाउँ हाइवेको नजिक कति राम्रो बन्छ, त्यसमा पनि अझै यस्तो रमणीय यस्तो एक्सर्साइज गर्ने ठाउँहरू र यस्तो बनाएको छ भन्ने कुराहरूको सन्देश पठाउन चाहन्छु मैले। कुराकानीको अन्तिममा अब यहाँले यो समग्र वडा नम्बर 9 को विकासका लागि विभिन्न काम गरिरहेको खबरहरू हामीले पनि पाइराखेका छौँ, निकै खटिरहनु भएको छ भन्ने पनि बुझाइरहेको छ। अन्त्यमा सम्पूर्ण दर्शक महानुभावहरूलाई यो कार्यक्रम हेर्नुहुने सम्पूर्ण वडावासी लगायत तपाईँका इष्टमित्र, छरछिमेक र सम्पूर्ण आम दर्शकहरूलाई केही भन्नु छ, मनमा लागेको कुराहरू केही भन्नु छ भने कृपया राख्न सक्नुहुन्छ। यस्तो छ, यहाँको आमा बुवा दाजुभाइ, म भारतीय सेनाबाट मैले 18 वर्ष जागिर गरेर रिटायर भएपछि सदाभर अर्काको देशमा गएर काम गरेर कति गर्ने, हामी हाम्रो देश बनाउनको लागि हामी लाग्नुपर्छ। हामी सधैँभरि गरिब भएर बाँच्ने होइन, हामीले केही गर्नुपर्छ।
हामी जो हो यस उसमा आएर गर्नुपर्छ भनेर म भारतबाट 18 वर्ष जागिर गरेर रिटायर भएपछि मैले यहाँका समग्र आमा बुवाहरूको दुःख पीडामा यस वनले क्यान्सर पीडित यहाँ योबाट वनबाट कोही एकदम नाजुक अवस्थामा हुनुहुन्छ उहाँहरूलाई दाउराको सुविधा, कहीँ मर्नु पऱ्यो भने 50 किलो दाउरा उपभोक्तालाई फ्री सेवा गरी यस सबैलाई र अझै पनि भोलिको दिनमा यस वार्डमा रात दिन नभनी निस्वार्थ म कसैलाई लोभ लालच मलाई कसैमा नराखी मैले आफ्नो यस गाउँ बनाउनको लागि कुनै पनि समयमा जतिखेर पनि यस वनदेखि लिएर वार्डमा कुनै पनि आमा बुवा दाजुभाइहरूलाई परेको समस्यामा म जतिखेर रातको 24 घण्टा दिन रात नभनी 24 घण्टा उहाँहरूलाई सहयोग गर्न म तत्पर रहनेछु र उहाँहरूले यस सन्देशबाट यो सोध्नु पर्यो कि हामीले यो वन बचाउँदाखेरि हामीले यस वनबाटै हामीले राम्रो मान्छेहरू निकाल्न सकिन्छ। हामीले यस वनलाई अगाडि लानलाई राम्रा मान्छेहरूको गराएर अझै पनि अगाडि हामी अलिकति यस वनपट्टि अझै पनि हाम्रो आर्थिक कम भएको हुनाले यस वनमा सङ्गठित सदस्यहरूदेखि लिएर कोही पनि यहाँ अलिकति अलि हेलचेक्राइ हुन्छ, भए पनि हुन्छ नभए पनि हुन्छ भन्ने जस्तो कुरा हुन्छ। तर अध्यक्ष एउटा जिम्मेवारी हुन्छ र सदस्य पनि त्यति जिम्मेवारी हुन्छ। तर उहाँहरू सबै हातेमालो गरेर यस वनलाई अगाडि लानुपर्छ भन्ने मेरो एउटा अमूल सन्देश हो। र यस वार्डमा कुनै पनि बेला कतै पनि वनमा रहे नरहे जतिखेर पनि म यहाँका जनतालाई हर दुःखसँग म हातेमालो गर्नेछु 24 घण्टा भन्दै र मलाई कुनै पनि बेला उहाँहरूले फोन गर्न परे 98 526 50 611 मा फोन गरेर उपभोक्ताहरूले मलाई यो कुराको समस्या भयो भन्दा म जतिखेर गुनासो राख्न सक्नुहुनेछ। समय र सम्वादका लागि यहाँलाई धेरै धेरै धन्यवाद। आउँदै गरेको नयाँ वर्षको पनि यहाँलाई धेरै धेरै शुभकामना। हस्, नमस्कार, धन्यवाद। उहाँ हुनुहुन्थ्यो चन्द्रकान्त अर्याल, यो बरपानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष। र खास गरी हामीले विभिन्न यो पछिल्लो समय सैनामेरा नगरपालिकामा रहेका विभिन्न वनहरूको गतिविधिहरू यहाँहरूलाई सम्प्रेषण गराइराखेका छौँ। यसबीचमा आज हामी यहाँ आएर वन समितिका अध्यक्ष चन्द्रकान्त अर्यालसँग केही कुराकानी गर्ने प्रयास गऱ्यौँ। समय र संवादका लागि उहाँलाई पनि विशेष धन्यवाद दिँदै आजलाई हामी बिदा हुन चाहन्छौँ। यस्तै श्रृङ्खलाहरू, यस्तै कुराकानी, यस्तै गतिविधिहरू यहाँहरूलाई निरन्तर रूपमा उजागर गर्दै जानेछौँ, सुनाइरहनेछौँ। धन्यवाद।